धेरै धेरै धन्यवाद छ राप्रपा काठमाडौँका अध्यक्ष नवराज सिंह खड्काजी, राप्रपा नेपालका अध्यक्ष श्रद्धेय कमल थापाज्यू, मञ्चमा रहनुभएका अन्य विशिष्ट व्यक्तित्वहरू, उपस्थित अत्यन्तै प्रिय देशभक्त धर्मप्रेमी आमा बुबा दिदीबहिनी तथा दाजुभाइहरू, आज म यो आन्दोलनको सुरुवात मात्रै हो, यो कास्टिङ मात्रै हो, भर्खर प्रारम्भ मात्रै लाग्छ। मैले दाइहरूलाई के भनिराखेको थिएँ भने हामीले धेरै कुरा भनिसकेकै छौँ। अहिले मैले थप केही कुरा भनिराख्नु पर्दैन। भोलि पनि छ, पर्सि पनि छ, यो गणतन्त्र नढलेसम्म यो आन्दोलन जारी छ। त्यसकारण भोलि बोलाउँला अब भनेर मैले यहाँ आग्रह गरेको थिएँ। होइन, त्यही कुरा पनि भनिदिनु पर्यो भनेर यहाँ भएपछि अन्य अर्थ लाग्छ भनेपछि मैले यो माइक्रोफोन समाएको छु। साँच्चै नै आज धेरै कुरा भनिराख्नु पर्दैन। आजको यो जनसागरले प्रमाणित गरेको छ कि गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा। यो आज यो उपस्थिति मात्रै होइन नि, आज त यहाँ केपी ओलीले जन्म सङ्ग्रहको घोषणा गर्नुभएको थियो। किनभने राप्रपा लगायतका शक्तिहरू एक ठाउँमा उभिएर गणतन्त्रको विरुद्धमा आज प्रदर्शन गर्ने भनेर घोषणा गरेपछि उहाँले बडो हुङ्कारका साथ उहाँले पनि घोषणा गर्नुभयो, गणतन्त्रको पक्षधरहरू पनि सडकमा आऊ भनेर भन्नुभयो। होइन, देशभरबाट हामीले जसरी कार्यकर्तालाई आह्वान गऱ्यौँ उहाँहरूले पनि आह्वान गर्नुभयो। होइन त, राज्य शक्ति प्रयोग गरेर मान्छे ल्याएको र गणतन्त्र पक्षको अघिको प्रदर्शन देखिहालियो नि। होइन, त्यसकारण आज एउटा जन्म सङ्ग्रह सम्पन्न भएको छ कि जनता यो मकिएको गणतन्त्रको पक्षमा छैनन्, यो प्रमाणित भएको छ। म धेरै कुरा भन्दिनँ। आज तपाईँहरू जो उत्साहका साथ सहभागी हुनुभएको छ, मैले तपाईँहरूको हुल बिचमा घुमेर हेर्दाखेरि देखेँ आज राजधानीका थुप्रै स्थानीय बासिन्दाहरू पनि सडकमा आउनुभएको छ। बाहिरबाट आउनुभएका साथीहरूलाई त हामीले भनेकै छौँ, अब यो निरन्तर आन्दोलनमा बस्ने गरी तपाईँहरू आउनुहोस् है भनेर भनेकै छौँ। राजधानीवासीहरूलाई पनि म अपिल गर्न चाहन्छु, निरन्तर यो आन्दोलनमा तपाईँहरूले साथ दिनुहोला। यो आन्दोलन कुनै एउटा पार्टीको, कुनै एउटा अभियानको मात्रै आन्दोलन होइन। हामी केही पार्टी, केही अभियान र केही संस्थाहरू मिलेर हामीले यो आन्दोलन प्रारम्भ गऱ्यौँ होला, आह्वान गऱ्यौँ होला। तर यो आन्दोलन नेपालको लागि नेपाली जनताले गरेको पहिलो आन्दोलन हो। आफ्नो जीवनकालमै यो देश बनेको देख्न चाहने, आफ्नो देश बनेको हेरेर मर्न चाहने सम्पूर्ण नेपालीको साझा आन्दोलन हो। त्यसकारण म सम्पूर्ण देशवासीहरूलाई यसमा साथ दिन, सहयोग गर्न र सहभागी हुन म हार्दिक अपिल गर्न चाहन्छु। अरू धेरै कुरा फेरि भोलि राख्छु, पर्सि राख्छु। आजलाई तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। साथीहरू, एकैछिन साह्रै सान्दर्भिक कुरा मुलुकको अवस्थाको बारेमा श्रद्धेय अध्यक्षज्यूले भनेर गइसक्नुभयो। राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर विष्टज्यूलाई मैले धेरै पटक यहाँबाट आग्रह गरेको छु, बोलाइरहेको छु। नजिक हुनुहुन्छ भने आइदिनको लागि म पुनः आग्रह गर्न चाहन्छु।
सूचना भने है एउटा सामसुङ मोबाइल हराएको छ, पाउनु भयो भने साथीहरूले बुझाइदिनु होला। एउटा सुनको सिक्री हराएको छ, पाउनु हुने साथीहरूले बुझाइदिनु होला। र म काठमाडौँ उपत्यकाका साथीहरूलाई आग्रह गर्न चाहन्छु, हिजो हामीले जुन ठाउँबाट जुन व्यवस्थापन गरेर साथीहरूलाई उपस्थित गरायौँ, भोलि पनि त्यसको लागि सम्पूर्ण साथीहरू तयारी भएर भोलि सम्बन्धित